म चाहिँ हेर्नुहोस् न आज चाहिँ घरमा बसेको छु हो। अरू दिन चाहिँ अब बस्नु पाउँदिनँ। आज चाहिँ घरमा बसेर चाहिँ म चाहिँ माथि जाँदैछु हो टेरेसमा। अब एउटा दुइटा चाहिँ भिडियो बनाउँछु भनेर चाहिँ आएको अर्कै छु। म चाहिँ थाकिसकेँ के भएको होला। रिल्समा बस्ने मान्छेले अब अर्को तल चढ्दा पनि थाक्छु। यस्तो हुँदो रहेछ। बानी बिग्रिँदो रहेछ। अब हेर्नुहोस् न अब चाहिँ म यहाँको दृश्यलाई देखाइदिउँ न एकचोटि। हेर्नुहोस् न अब त टेरेसमा आइदिउँ यस्तो टेरेस अब घाम लागिसक्छ नि थाकेँ सेसै ल। हेर्नुहोस् हाम्रो टेरेस चाहिँ यस्तो छ। हेर्नुहोस् ल देख्नुभयो। अब मान्छेहरू चाहिँ यहाँनिर होली खेलेर के छ होली भनेर चाहिँ म चाहिँ आज चाहिँ नगएको नि त हो। किन भन्दाखेरि चाहिँ होलीमा त अब दोकानहरू प्रायः बन्द गर्छ। फेरि बदमास पनि गर्छ नि त मान्छेहरूले। अन्त त्यही भएर चाहिँ नगएको म। हेर्नुहोस् न यस्तो छ है। घाम लागिरहेछ सिलगढी। हेर्नुहोस् न यो दार्जिलिङ मोडस यो यता चाहिँ दार्जिलिङ मोडस। अब यहाँ बिल्डिङ भएकोले गर्दाखेरि चाहिँ देख्दैन। कसैले त पार्टी गर्दैछ त्यहाँ परतिर हो। ठिकै हो ठिकै छ नि त होइन। छुट्टीमा मजा आउँछ। मैले पनि के बनाएको थिएँ आज घरमा हो। खाएँ अहिले तलमा जाँदैछु। यहाँ चाहिँ अँधेरो भयो। हेर्नुहोस् न किन भन्दाखेरि चाहिँ अब यहाँनिर रुममा चाहिँ बत्तीहरू छैन नि त। अन्त चाहिँ अँधेरो भयो। हेर्नुहोस् न म चाहिँ अब फर्केको घुमेँ अन्त चाहिँ म चाहिँ अब फर्किँदैछु हो। तलमा हेर्नुहोस् न यहाँनिर चाहिँ बत्ती नै गरेको छैन। यहाँनिर चाहिँ हो यस्तो भइरहेको छ कि अब के गर्नु यहीतिर भइरहेको छ। हेर्नुहोस् न हाम्रो तल चाहिँ बत्ती भएको छैन र कहाँ फेरि